हाई एभ्रिवान, नमस्ते सबैजनालाई। आज चाहिँ हाम्रो घरमा मेरो सासू आमाले यो चाहिँ दुधबाट कुरौनी पकाउँदै हुनुहुन्छ र यो चाहिँ रहेको छ एकदम अर्ग्यानिक कुरौनी। हेर्नुहोस् त कस्तो राम्रो देखिएको छ है। र सुरुमा फर्स्टमा चाहिँ उहाँले यो कराईमा चाहिँ घिउ राखेर यो सबैतिर लगाउनुहुन्छ। किन घिउ लगाएको भन्दाखेरि चाहिँ दुध हाल्दाखेरि चाहिँ पकाउँदाखेरि चाहिँ डढ्दैन भनेर चाहिँ यो घिउ लगाएर चाहिँ यस्तो गरेर चाहिँ दुध हाल्नुपर्छ माथिबाट। र यो चाहिँ बिहानको दुधको कुरौनी पकाउन लाग्नु भएको छ। र यो चाहिँ दुध मैले तताइसकेको थिएँ र त्यो तताइसकेको दुध चाहिँ मम्मीले यो घिउ माथि राख्दै हुनुहुन्छ। मेरो सासू आमा चाहिँ कुरौनी पकाउन एकदम स्मार्ट हुनुहुन्छ। उहाँलाई एकदम राम्रोसँगले कुरौनी पकाउन आउँछ, मिठो कुरौनी पकाउनुहुन्छ उहाँले। सबैजनाले हेर्नुहोस् है त। फाइनल्ली अब चाहिँ दुध राखेर हामीले चुलोमा कराई बसालिसकेका छौँ र आगो चाहिँ एकदम कम बाल्नुपर्छ र यो दुधलाई चाहिँ चलाइ गर्नुपर्छ। चलाएन भने चाहिँ उम्लेर गइजान्छ र टाँसिएर सबै डढ्छ क्या तलबाट। त्यही भएर चलाइराख्नुपर्छ यसलाई। यो कुरौनी पकाउनलाई चाहिँ एकदमै गाह्रो छ साथीहरू। खान चाहिँ मिठो तर पकाउन चाहिँ एकदमै धेरै गाह्रो। आगोमा बस्नुपर्छ र चलाएकै पकाएकै गर्नुपर्छ यसलाई। हामीले दिउँसैबाट पकाउन स्टार्ट गरेको रातिको 10-11 बजिसकेको थियो है। र यो रहेको छ बेलुकाको दुध। अघि पकाएको चाहिँ बिहानको दुधको थियो र त्यसमै एड गरेर फेरि पकाउनको लागि चाहिँ हामीले बेलुकाको दुध पनि दुहेर ल्याएर चाहिँ पकाउन थालिसकेको छौँ। र यो तताइसकेर चाहिँ अघि पकाउँदै गरेको कुरौनीमाथि फेरि यो दुधलाई चाहिँ एड गरेर फेरि पकाउनको लागि रेडी गर्दै हुनुहुन्छ मम्मीले। र यो दुईपट्टि पारेर चाहिँ अब यसलाई दुध पकाउँदै लैजानुपर्छ। र मम्मीले चाहिँ एकदम पकाइ हुनुहुन्थ्यो। मैले चाहिँ खाना सब्जीहरू बनाइसकेको थिएँ र मम्मी चाहिँ यता कुरौनीतिर लाग्नु भएको थियो। र कुरौनी चाहिँ फाइनली पाकेर यस्तो भइसकेको छ। दुधलाई चाहिँ एकदमै धेरै मजाले पकाउनुपर्छ र एकदमै मजाले चलाउनुपर्छ है। यो चाहिँ हाम्रो आफ्नै घरमा बनाएको, आफ्नै घरको गाईको दुधको अर्ग्यानिक कुरौनी एकदमै मिठो, एकदमै राम्रो रहेको थियो। र फाइनल्ली सबै दुध पाकिसकेर चाहिँ लास्टको कुरौनी चाहिँ यस्तो भएको थियो। मम्मीले बनाउनु भएको कुरौनी चाहिँ यस्तो भएको छ। कुरौनीको लुक्स चाहिँ यस्तो रहेको थियो। मैले चाहिँ भिडियो बनाइरहेको थिएँ र मम्मीले चाहिँ अब कसलाई कुरौनी भाग लगाउने भनेर चाहिँ कुरौनी भाग लगाउँदै हुनुहुन्छ। अनि यो कुरौनी चाहिँ कसको लागि होला? मम्मीले चाहिँ धमाधम भाग लगाएर राखिदिइसक्नु भएको छ। मेरो सासू आमाले बनाउनु भएको सबै कुराहरू चाहिँ एकदमै धेरै मिठो हुन्छ। मलाई चाहिँ सबै कुराहरू मिठो लाग्छ। र यो चाहिँ मम्मीले मलाई चाख्नको लागि दिनुभएको थियो र मैले चाहिँ यो चाख्नको लागि रेडी भइसकेँ। ओके गाइज, थ्याङ्क्स फर वाचिङ माई भिडियो। बाई बाई।